मूर्खलाई आफ्नो कुरा थाहा हुँदैन भन्ने कुरा होला। तर मलाई त पक्कै थाहा छ, पक्कै थाहा छ कि म मूर्ख हो, मैले यो काम चाहिँ मूर्खका साथ गरिरहेको छु भन्ने कुरा। एउटा फिरन्ते जीवन बिताउने मान्छे हो र यो बानी परिसक्यो। तपाईँ वैज्ञानिक हो भनेर सम्मान गर्छन्। अब तेस्रो भ्रम चाहिँ के भयो भन्दाखेरि महावीर पुन वैज्ञानिक हो भन्ने कुरामा भ्रम भयो। राष्ट्रिय आविष्कार केन्द्रलाई कतिपयले वर्कसप ग्यारेजको रूपमा पनि लिने गर्छन्। हाम्रो उसमा मान्छेहरूले दान गरेको 3-4वटा गाडी छ क्या, त्यो गाडी त हामीले बनाउनलाई उता त्यो वर्कसपतिर लैजान्छौँ हामी आफैले, होइन? बिग्रियो भने अर्को गाडी बनाइदिन्छौँ हामीले, गराज हो त्यो, होइन? यो विज्ञान प्रविधि नवप्रवर्तन अनुसन्धान यस्तो कुराहरू, यो केही शब्दहरू छन् 1% नेपालीको दिमागमा होला, होइन? किनभने 1%मा त पार्नु पऱ्यो नि जो जसको छ, होइन? बाँकी 99% नेपालीले दुःख नमाने हुन्छ, रिस उठ्छ भनेदेखि टाउको ठोके हुन्छ, होइन? कसैको दिमागमा छैन। किन छैन? यो नीति नियम किन बनेन, दिमागमा किन आएन? को नेता लाएर चाहिँ त यो विज्ञान प्रविधिको विकासको लागि, होइन, अनुसन्धानको लागि राम्रो नीति नियम बनाउनु पर्छ भने कोही लागेको रहन्छ? एउटा मुसा पनि लागेको रहन्छ। हेर्नुहोस्, सहयोग गर्ने बेलामा चाहिँ थाहा नपाए जस्तो गर्छ, अनि मैले चाहिँ मेडल बेच्छु भनेर यो सोसियल मिडियामा राखेपछि गृह मन्त्रालयले थाहा पाएछ। हेर्नुहोस्, मलाई बोलाएर के भन्छ, यस्तो कानुन छ, दिनु यो बेच्नु पाइँदैन भन्छ, अनि बेच्यो भने तपाईँको उपाधि खोसिन्छ भन्ने। ल खोज्नुहोस्। तपाईँलाई के आवश्यकता पऱ्यो कि तपाईँले प्राप्त गरेको त्यति महत्त्वपूर्ण मेडलहरू चाहिँ बिक्रीमै राख्नुपर्ने? पहिलो कुरा त त्यो मेडलले दुःख पाएको छ, रक्सी खानलाई बेच्न खोजेको त होइन। तपाईँलाई चाहिँ भवन कीर्ति रत्न मेडल प्रदान गर्नु पऱ्यो दाइ भने, मैले भने त्यो मेडल चाहिन्न भने, मैले नदेऊ, त्यो कसैलाई देऊ अरूलाई भनेको त। उसले के भन्यो भने पैसा पनि आउँछ भने। कति पैसा आउँछ भनेको त ठुलै पैसा आउँछ भन्यो। 1% जनताले बुझेका छन्। हरेक दिन दान आइरहेको छ, दान नआएको दिनै छैन। कहिले धेरै आउँछ, कहिले थोरै आउँछ। तर प्रश्नसँग के थाहा छ भने यसरी सधैँ चल्दैन।